एउटा नयाँ कुरा सिक्छौं। त्यसको लागि हामी ड्रो सर्कलमा जाने, यो 10 रेडियसको काम के हो त्यसको बारेमा हामी बुझ्छौं। त्यसको लागि हामीलाई एउटा अब्जेक्ट चाहिन्छ। त्यो अब्जेक्ट हामी एउटा बनाउने, लाइन कमान्डमा जाने अनि यहाँ चाहिँ हामीले 10 इन्चीको एउटा पिलरको प्लान बनाउने। 10 इन्ची 10 इन्ची 10 इन्ची अनि माथितिर 10 इन्ची। एउटा हाम्रो यो पिलरको लागि भयो। अब पिलरमा त हामीलाई रड चाहिन्छ। अब यो रड भयो भने मानौ यसमा हामीलाई रड बनाउनु पर्यो भने सबभन्दा पहिले यो ड्रोमा जाने, सर्कलमा क्लिक गर्ने, 10 रेडियसमा क्लिक गर्ने अनि यो लाइन र यो लाइनलाई क्लिक गर्ने र हाम्रो सर्कलको साइज कति चाहियो त्यो साइजको रेडियस दिने। डायमिटर जति हुन्छ त्यसको आधी, रेडियस 0.25 इन्ची दिने, इन्टर गरिदिने। हाम्रो यहाँ चाहिँ यो लाइन र यो लाइन टाँसेर बनाइदियो। यो मेथडबाट हामी 10 बाट बनाउन सक्छौं, 10 रेडियसबाट। अब यसको सर्टकट पनि छ। त्यसको लागि हामी यहाँ सी थिच्ने, इन्टर गरिदिने। त्यसपछि हामीले टीटीआर थिच्ने, इन्टर गरिदिने र यो दुईटा लाइनलाई हामी यसरी सिलेक्ट गर्न सक्छौं। त्यसपछि हामी त्यो सर्कलको रेडियस कति थियो त्यो दिने, बनाइदिन्छ। अर्को मेथड छ 10 भन्ने। सर्कलमा जाने, यो 10 भन्ने छ, यसमा क्लिक गर्ने। अब यो मेथडबाट के गर्छ, हामीले कुन लाइन कोट्टा साइन हामी बनाउने हो, जस्तै यो लाइन र यो लाइन तीनटालाई सिलेक्ट गरिदियो भने एउटा सर्कल चाहिँ बनाइदिन्छ। यो मेथडबाट यसरी सर्कल बनाइन्छ।